कम यो साथीहरू हामीले चाहिँ नारायणघाट बजारै किनेर आयो झोला देखेर आउँछ अनि अर्को झोला खाइ त सपिङ भनेको यसरी गर्नुपर्छ जुन दुलोमा गयो त्यही दुलोमा होइन अनि गरेपछि दुलो पछि छिरेर गरे हामी सुन पसलमा मात्रै छिर्न बाँकी छ तर सुनको भाउ अलिक महँगो भएर हामी छिर्दैनौँ है ल है सबैजनाले सुनेर सुनको भाउ घटाइदिनु होला सुनको भाउ कृपया घटाइदिनु होला सुन सस्ताले कसले घटाउने हाम्रो केही थाहा छैन यो विषयमा यस्तो आइडिया केही पनि थाहा छैन त्यही भएर पनि झ्याउ छ न राजनीति थाहा हुन्छ न के थाहा हुन्छ हाम्रो मात्र घन्टी बजाउन धुप लगाउन मात्र आउँछ लडियो भने पनि ठिकै छ बाबु कहिले काहीँ लडिन्छ हिँड्ने मान्छे लड्छ हिँड्दाखेरि नलडे पढ्दाखेरि एकचोटि खेल्न भने त्यो के पढ्नु होइन युद्ध हाम्रो युद्ध जारी नै छ होइन हामी हिँड्दैछौँ हामी अगाडि बढ्दैछौँ चप्पल त बरु त्यहाँ पुगेर जान्छ जस्तो भयो 600 रुपियाँको चप्पल तर मेरो हात कस्तो गल्छ हौ सक्दिनँ हौ अनि यत्रो भ्लग बनाउने यस्तो मान्छे के चाहिन्छ अनि असिस्टेन्ट भएको के काम लाग्यो के यो चाहियो त्यो चाहियो अब यो अस्ति भने स्ट्यान्ड चाहियो प्लिज कस्तो ह्यान्डसम केटाहरू लगाउनु पर्दो रहेछ हामीहरू ल अब अटोमा राम्रो त तपाईँले हेरेर पुरै के अब अटो चढेर जान्छ होला यहाँ अटो आयो भने उहाँ हाम्रो प्रभुजी आफूसँग गयो कहाँ कहाँ भनिसक्नु भएको छ हामी हिँड्दा हामी एक राउन्ड हानेर पनि सबै भ्याइयो यहाँ यो यस्तो गयो भने थियो हाम्रो जानुपर्ने पोखरा कस्तो कति रुपियाँ हो ल 150 रुपियाँ चुन लाग्ने भयो 500-600 काटेर एकदमै धेरै गुमाटीमा एकदमै धेरै सम्झाछन् हाम्रो देउताले धेरै धेरै याद आएको छ राम्रो राम्रो कुरा देख्यो भने पनि तिमीलाई पायो भने मिस यु भन न I miss you, my wife. अनि I am very happy. इङ्ग्लिस नबोल्दा अरे तिमीहरू म भोलि आउँदैछु होइन बाँचेर आउँदैछु फुलको बुके किनेर राख्नु होला हाम्रो देउतालाई स्वागत गर्नलाई चाहिँ प्योर देउता बनिसक्नु भयो हिजो त्यही भएर ध्यान गर्दैन हालिदिनुहुन्छ कि जितेर हाँसेको नानी तिमीलाई थाहै छ भूत पिचास तिमी जस्तो काँचो बाइस जितेर नि हाँसेको पाकको बनाउनु है मन पकाउँछ कालो मसान कालो वायु जितेर हाँसेको के भनेर सपनामा गरे हो त मैले सरी मागिसकेँ त मैले क्षमा मागिसकेँ त त्यस्तो विधि त गरिन है घमण्ड गरे भने देउतासँग नि क्षमा मागिसकेँ त अझै गरेको थियो त गर नि त के गर्नु मन लाग्यो